हैन मलाई चर्चामा आउनु छैन हैन मैले यसो हेर्दाखेरि चाहिँ अब हुन्छ नि बुढो आए जस्तो छ है ल आए जस्तो छ हैन कि त्यतिकै कराएको हो कि त्यो पनि थाहा छैन यस्तै रमाइलो हेर्न रमाइलो गर्न त ठमेलतिर उता उता जाने हो नि यो र्यालीमा पार्टीको उसमा चाहिँ आउने हो रमाइलो गर्न ये तो लेटेस्ट न्यूज है रमाइलो गर्न अब तपाईलाई थाहा छ त पार्लिमेन्टमा जस्तो रमाइलो काहीँ हुँदैन हाम्रो देशमा हैन यहाँ पनि लास्ट रमाइलो भइरहेछ भने चिन्नु नजान्नुको मान्छेहरू आएर हैन यसो हातसाथ मिलाउने कुरा गर्ने गइरहेछ टी सर्टमा पनि शेरबहादुर देउबाको फोटो छ र हातमा अनि नेपाली काङ्ग्रेसको झन्डा छ यो चाहिँ तपाईँले रहरले लाउनु भएन अरूले दियो लगाइदिनु पर्यो इन छोटे मोटे प्रोग्रामों से कितना कमा लेते हो लगाइदिने पानी परिरहेको थियो अब आफ्नो लुगा भिज्छ भनेर सबै लगाइरहेको रहेछ लगाइदियो भनेर लगाइदिएको झन्डा चाहिँ अब मैले कसलाई दिनु यसो बोकिदिउँ न मान्छे हाइलाइटमा आओस् भनेर हो क्या झन्डा बोकेको चाहिँ कौन है ये लोग कहाँ से आते हैं तपाईँले चाहिँ जसरी पनि चर्चामा आउनु छ त्यसमा तपाईँलाई चाहिँ आयो आयो यताबाट यहाँ आएको मान्छेहरूले सबैले काङ्ग्रेसलाई सपोर्ट गर्दैन क्या मै गर्दिनँ मलाई थाहा छ नि